हेलो दर्शन नमस्ते। म हुमायाश्री चामलिङ। म चाहिँ आज माउन्ट फुजी चढ्दैछु र यसै क्रममा एउटा सानो भिडियो पनि तयार पार्दैछु। जापानको सबैभन्दा प्रसिद्ध र अग्लो हिमाल माउन्ट फुजी शिजुओका र यामानासी प्रिफेक्चरको सिमानामा रहेको टोकियोबाट करिब 100 किलोमिटर पश्चिमतिर देखिन्छ। 3776 मिटर करिब 12389 फिट उचाइमा रहेको यो माउन्ट फुजी सक्रिय ज्वालामुखी हो, तर अहिले शान्त अवस्थामा रहेको छ। यसको ठुलो अन्तिम विस्फोट 1707 मा भएको थियो, जसलाई होयाई विस्फोट भनिन्छ। र यो विस्फोट 16 डिसेम्बर 1707 मा सुरु भएको थियो र केही हप्तासम्म चलेको थियो भन्ने पनि सुनिएको छ। यसलाई युनेस्कोले 2013 मा वर्ल्ड कल्चरल हेरिटेज साइटमा राखिएको छ पनि भनिन्छ। र यो माउन्ट फुजी हरेक वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म आरोहणका लागि मुख्य सिजन मानिन्छ र धेरै मानिसहरू राति चढेर बिहान सूर्योदय गोराइको हेर्न जान्छन् पनि भन्ने गरिन्छ। तर म चाहिँ ढिला भएँ। म पुग्दा चाहिँ दिउँसोको 2:40 भइसकेको थियो। बिहान अलि लेट भयो, त्यही भएर म चाहिँ ढिला पुगेँ। त्यसैले फोटोहरू लिएँ, भिडियोहरू बनाएँ, अनि बिहानको सूर्योदय चाहिँ हेर्न पाइनँ। तर भने मैले वरिपरि अवलोकन गरेँ, फोटो खिचेँ, रमाइलो भयो, भिडियोहरू बनाएँ, एकदमै रमाइलो मन आनन्द भयो। ल अहिलेलाई चाहिँ यति नै, बाई।